अहिले फेरि हामी जङ्गल आइपुगेको छौँ च्याउ खोज्नको लागि। अहिले च्याउ खोज्नको लागि मेरो मम्मी अनि कुमी आन्टी मामा अनि म हामी 4 जना मिलेर आएको छौँ च्याउ खोज्नको लागि। हामीले यति च्याउ पाएको हौँ कान्छी च्याउ। अरू च्याउहरू पनि खोज्दै हिँड्दै गरे हौँ। म पछाडि छु, मम्मी र कुमी आन्टी अघि हुनुहुन्छ, मामा पनि अघि हुनुहुन्छ। कान्छी च्याउ भेट्नुभयो? कुमी आन्टीले कान्छी च्याउ भेट्नुभयो एउटा। यहाँ त सब खनेको है, पुरा खनेर। हामी हिँड्दा हिँड्दा यो बगाले च्याउ खनेको ठाउँमा आइपुगेको छौँ। एउटा दुईटा निस्केर चाहिँ ल रहेछ। यो अहिले चल्किएको यो मैले हो पोटार हैन कि यो कान्छी च्याउ के कान्छी च्याउ नफाल्न उ त्यहाँ उ आछ जा म टिप्छु के खै कहाँ उ त्यहाँ सेतो हैन र त्यो हैन यो त मम्मी यहाँनिर रहेछ बरु। कान्छी च्याउ यसरी भेटिन्छ गाइस, यसरी हुन्छ अनि हामीले टिप्नुपर्छ कान्छी च्याउ। हामीले कान्छी च्याउ अघि पनि भेटेको थियौँ। अहिले पनि अलिअलि भेटाउँदै हौँ कान्छी च्याउ। माथिबाट हो कि खसेको? यो त हिजै खनेको है, ताजा ताजा खनेको यो ठाउँ पनि। छैन मम्मी, भयो त एउटा दुईटा टाउको देखिन्थ्यो। मामा हिँड्नु कान्छी च्याउ पाउनु भने टिप्ने मामा। बगाले त पायो भने त हामीले नि टिप्छौँ नि। हेर्दै हेर्दै हिँड्नु पर्यो, कान्छी च्याउ भेट्यो रहेछ। शीतले गर्दा नि देख्दैन कि। यहाँ हाल्दिन न। के हो कान्छी च्याउ हो कि होइन छ? एक च्याउ होइन च्याउ त
अलि छिटो छिटो हिँड्नु अघि म पछाडि थिएँ अहिले मामा पछाडि हुनुहुन्छ म भन्दा नि पछाडि बस्नु अहिले त अघि यही भयो नि हुन्छ कि ल मम्मी यहाँ राखिदिनु टिका भेट्नु भएको थियो मम्मीले मैले यति बनाइसकेँ कान्छी च्याउ खुमी आन्टी खुमकली आन्टी अघि अघि हिँड्नुभयो म चाहिँ खुमी आन्टीको पछाडि अहिले मम्मी पछाडि छोडिनु भयो है खुमी आन्टी अगाडि हिँड्नुभयो म चाहिँ खुमी आन्टीको पछाडि अनि हाम्रो मम्मी फेरि मेरो मम्मी फेरि पछाडि हुनुहुन्छ अहिले यहाँ बरु कान्छी च्याउ भेट्यो कान्छी च्याउ भेटियो यता पनि उम्रे रहेछ कान्छी च्याउ यता पनि उम्रे त जोडा भएर बसिरहेछ कान्छी च्याउ भेटाइयो अरू पनि छ कि कता पुग्नु भयो कता हुनुहुन्छ भनेको के च्याउहरू पनि कता कता छन् कुन च्याउ कान्छी च्याउ कान्छी च्याउ भेटेको छ तर यो मक्किसक्यो कान्छी च्याउ यो मक्केको चाहिँ हामीले लग्नुहुन्न पुरा कालेर लग्यो हुन्छ यो चाहिँ नखाने चाहिँ हो अघि सबै बिहान नि आउनु होला नि हामीभन्दा अगाडि हामी फेरि उतातिर कान्छी च्याउ भेटेको थिएँ अहिले यतातिर पनि पाइन्छ होला भनेर कान्छी च्याउ अनि अरू च्याउहरू पनि पाइन्छ कि भनेर त पारी गर्न लागेको छौँ अनि बिचमा फेरि हामीले यस्तो गोला भेटायौँ कति ठुलो गोला हो पानी त सँगै रहेछ है फेरि है सङ्लो मा पनि यहाँ हुनुहुन्छ म पनि यहाँबाट अब निस्किरहेको
छिटो तिनीहरू छोड्छन् उसको चप्पल गाडियो क्या हल्का हल्का छोड्छन् त छोड्नु त कति छिटो हुन्छ आइया सर्टकट बाटो हिँड्नु पो गएर तिनीहरू बाटै हिँड्ने आउँदैछौँ कहाँ पुग्छ यहाँबाट पनि कत्रो ठुलो देखेको क्या घोडालाई छिटो हिँड के हिँड्दैछु पुग्छन् त नि हिँडिरहेको बानी भएर होला नि छिटछिटो हिँड्ने के भेट्नु हो कान्छी के हो यो एक्लै चाहिँ भेटाइ नि हुन्थ्यो नि है कति राम्रो नि यो जिब्रे ठुलो खालको जिब्रे भेट्टाउनु भयो मम्मीले फेरि कालो मन्डो होइन कालो मन्डो च्याउ पहिले उम्रेको यो हेर हामीले भेट्न पाएको हो यो एउटा त राम्रै हो कि छैन कस्तो कुहिएको त नि हामीले नभेट्दै मम्मी ऊ त एक्लै हो क्या त्यही हो त एक्लै लैजा ऊ भनेको कालो मुन्टो हेर्नु नि राम्रो है टच गर्दा त हालिदिउँ राम्रो रहेछ नि यहाँ हामीले अलि अघि भेट्न पाएको भए के अरे सँगै हाल्ने कि छुट्टै हाल्ने प्लास्टिक छ भने हाल्नु न छुट्टै मम्मी प्लास्टिक छ भने छुट्टै हालौँ कुहिएका पो रहेछ हामीले भेट्न पाएको हो नकुहिँदै यहाँ पनि रहेछ जिब्रे मसिनो खालको है ठुलो खालको जिब्रे भेट्टाएँ मैले पनि ठुलो खालको जिब्रे आए यहाँ रहेछ जिब्रे सानो खालको जिब्रे नि भेटाएँ मम्मी मम्मी जिब्रे साग भेटा त मैले यति जिब्रे साग भेट्टाएँ उहाँ पनि उम्रेको नै उता चाहिँ उता डाँडातिर तपाईँले चाहिँ राख्नु न यो सँगै नमिसन मसँग प्लास्टिक छैन सानो खालको जिब्री पनि भेटाएको थिएँ मैले यहाँ बाहिर नि आएन जाम
कुमी आन्टीको पछि पछि हिँड्ने आन्टी लैजान्छन् मम्मी यो च्याउ के हो रातो वाला है रातो सेतो हो खाने हाल्दिम पुगिसक्यो हो यस्तो नहाल यसो सँगै निस्केछ फेरि फेरि भेटियो खनेको ठाउँ फेरि भेटियो हामीले यस्तै रहेछ कि पहिला खने थिए पहिल्यै हो न यो त ताजा ताजै छ है आन्टी होइन फेरि निकालेको हो फेरि निकालेको हुन्छ कि यो हेउनी खनेछ हेउनी हेउनी खोइ यस्तो भुरकुटी पारेको छ है रोइ त निकालेर रहेछ को भित्र पहिला आउँदै रहेछ त्यो त्यही हो र यत्रा खालका पारेर उठ्यो यत्रा ताजै हो कि है माटोहरू मम्मीले खन्दै हुनुहुन्छ यसरी हामीले यो खनेको ठाउँ भेट्टायौँ भने फेरि पनि खन्यो भने एउटा दुईटा या 4-5वटा भयो भने छुटपुट भेटिन्छ कि भनेर मम्मीले खन्दै हुनुहुन्छ भेटिने र के यसरी खन्दाखेरि है छुटपुट अब पारीतिर भनिन्छ हिँड यसबाट हिँड जाम अब उतातिर यहाँबाट पर जाम त्यहाँबाट ऊ त्यही बाटो हेर्दै जाम अब उतिर घर चाहिँ जाने नजाने घरको ऊ पनि कुहियो छ कुहियो छ यता सुन यहाँबाट यसै गरौँ त्यहाँबाट त्यसरी चाल्दै जाम कालो टाउको त त्यता पाखा नि त पाइन्छ त्यता पनि पारी पाखा नि पाइन्छ के ल आऊ हेर्दै आऊ मम्मी जाम मम्मी पाइन्न यतातिर खोइसकेको ठाउँ भेटेपछि त यिनीहरूले चालिसक्यो सबै यो भाग के जिब्रे साग भेटे है मम्मी सब निकाले हो कि खनी निकाले हो मम्मी जिब्रे खाप्नु बाख्रा मारेर भेट्यो होला कि बाख्रा चढाउँदा पछि आउँदा भेट्यो होला जिब्रे साग भेट्यो फेरि पनि जिब्रे साग भेट्यो कुन चाहिँ भेट्नुभएको मम्मी एउटा मात्रै एउटा मात्रै कालो टाउको लोक होइन कि यहाँ पन्साई लोक हुन्छ एउटा टुक्री यही थियो हामी उभिएको ठाउँमै एउटा यहाँ थियो यहाँ कालो टाउके लोक होइन कि संसार उठ्यो कस्तो
म यहाँ भेट्टाको हो है यही भेटेको कुमी आन्टी यहाँ मैले टेकेको ठाउँमा लिएर हो कि एउटा दुईटा यस्ता सानो फर्केको सबै टिपेर सब टिपेर पर्लकै यहाँ पनि खनेर लखान्थ्यो यहाँ टिपेर सबै ठाउँमा खनिसकेको कि त्यतिर खन त यहाँ नि उम्रेको रहेछ त यहाँ नि खनिसकेको चाहिँ हामी अलि ढिलो आयौँ क्या हो अलिअलि खनेर लरेको नि हामी अलि ढिलो आयौँ है भित्रमा आएको रहेछ क्या अब त अस्ति आएको नि यता त जाम भन्दाखेरि बाटो गइयो नि यत्रो धेरै ठाउँमा खनेर भ्याइसकेको छ नि कति धेरै लयो होला है यहाँबाट चाहिँ त्यो बुटाको फेदा उता सालको बेड बुटाको फेदा उम्रिसि हारेको जाम न त एकचोटि हेर्नलाई सालको बुटाको फेदामा सालको वरिपरि यहाँ पाइन्थ्यो पहिला अहिले पाइयो कि नै छैन खाली छ यतातिर अहिले उम्रिएन छ पोहोर परातिर यता सबै यो सालको बुटाको मुनि उम्रिन्थ्यो अहिले उम्रिएन भनेर फोन गरेको थियो मलाई भन्न आएको थियो म त खान्न बगाली भए त खान्छु टालु खान्न भने त्यो सालको साँझको रुखातिर हेरेर आएको हेर्नु मम्मी यहाँ उसो जिब्राहा कोही त हल्का उम्लिँदै रहेछ यहाँ जिब्रो साग रहेछ मम्मी हाम्रो उही पाखा मास्तिर कल्ती त्यो ट्र्याक्टर बाटोको तल हेर्दै जाने पनि पाइन्छ कि हो न त्यता नि उम्रिन्थ्यो है हो न हामीले यो साइडतिर च्याउ खासै भेटेन त्यही भएर हामी अब फर्किरहेछौँ हाम्रो जङ्गलतिर जाने जाम छिटो म त भेटाइहाल्छु मम्मी आन्टी त्यता हुनुहुन्छ मम्मी यता म फेरि यता छु हामी अहिले आफ्नै जङ्गलतिर फर्किसक्यौँ अघि हामी पारीको जङ्गल गएको थियौँ
अहिले त्यतिर जङ्गलमा आइपुग्यौँ फेरि। दाउरा ढलेको कति राम्रो राम्रो दाउरा। रक्सी पानीलाई सही हुन्छ कि यो दाउरा? के हो नि? जिब्रा त अघि नै भेट्टाएको मैले यो ठाउँमा। छोडेर आइ त भनेर। मम्मी यहीँ उभिउँ न एकछिनलाई, जिब्रा टिप्न पर्यो कि। कति ठुल्ठुलो भेट्टाकै यतातिर। मम्मी थाप्नु त यो कति पाउनु भयो? त्यो चाहिँ त एक छाक हुन्छ होला है? एक छाक त हुन्छ त्यो। कति ठुल्ठुलो सप्रेको है। ठुल्ठुलो पाइयो कि यता? यहाँ पनि छ यसो गर्दा यहाँ चिया पिस यहाँ रहेछ। जिब्रे हामी अच्छा खान्छ ल। हुन्छ त यता हुन्छ कि जिब्रे यता त केही छैन। यता पनि छ कि जिब्रे? बाक्लै भेटेँ त है। यो पनि छाक पर्छ। आजलाई त छाक पर्यो है मम्मी? मामा जिब्रे पायो भने नि टिप्नु है। कति मिठो हुन्छ जिब्रे। च्याउ नपाए नि जिब्रे पाए नि हुन्छ। जिब्रे सिब्रे खोज्ने होइन, च्याउकै रहनुको छ। च्याउ पाए हुने भन्नुभयो है। च्याउ स्याउ नभए नि हुन्छ, जिब्रे मिठो हुन्छ च्याउ भन्दा नि। ठुल्ठुलो जिब्रे पायो भने कति राम्रो हुन्थ्यो। अघि भेटाएको थिएँ ठुलो होला। जिब्रेहरू पाइन्छ उता पाखा पनि पाइन्छ। यता नि छ कि जिब्रे त? धेरै ठुल्ठुलो। पत्ताले ढाकेर बस्दो रहेछ है। हजुर मम्मी अन्त यो च्याउ के हो? के खालको च्याउ हो यो? खाने कि नखाने अन्त? नखाने हो जे पनि नखाने। टिप्नु त समात्नु त यो। अरू पनि छ कि जिब्रे? हेर्नु न यो के चाहिँ हो? रातो सोतो त खानुपर्छ। रातोलाई खान्छन्। पुरै कान्छी च्याउ मात्र भेट्थ्यो। कालो टाउके च्याउ चाहिँ जम्मा 5-6 वटा भेटियो। अनि जिब्रे साग भेटेको छैन अरू च्याउहरू।
हामीले खास खोजेको भनेको कालो टाउके धेरै अनि बगाले च्याउ, कालो टाउके र बगाले च्याउ खोजेको हामीले, तर भेटियो कान्छी च्याउ अनि थोरै कालो टाउके च्याउ अनि जिब्रे सागहरू मात्रै भेटेछ।